कति अरूको मात्र कुरा काटिरहेको अरे एउटा मलाई आएर होइन आफूसँग हुन पर्यो नि त कुरा काट्नको लागि आफूसँग केही छैन त क्या रस मान्छेलाई क्या रस हेर है मैले आफूले आफ्नै कुरा काटिदिन्थेँ मलाई बाल लाग्दैन म काट्छु भने आफूले आफ्नो कुरा भएको भए काटिदिन्थेँ क्या होइन मान्छेले छैन त क्या रस भन न मलाई भन आफै भन न होइन केही गरिरहेको छु नाइ केही गर्ने विचार छ नाइ केही गर्छु पछि नाइ के काटौँ म त कुरा के काटौँ कुरा भन त मलाई यस्तो क्या सुन कुरा काट्नु भनेको नि भाग्यमानीको कुरा हो क्या बुझ्यो नि केही एचिभ गरिसकेपछि त्यो मान्छे कुरा काटिन्छ कि कोही मान्छेको केही एचिभै छैन भने कुरा काट्न मिल्दैन नि त बुझ्यो नि केही न केही गर्नुपर्छ नि त कुरा काटिनको लागि पनि यदि मैले तिमीहरूको कुरा काटिरहेको छु भने बुझ तिमीहरू किन जिन्दगीमा राम्रो गरिरहेको छु भनेर म पागल होइन यति तिमीहरू कुरा काट्दै बस्नको लागि बुझिरह नि अनि हेर है यदि तिमीहरूको कुरा कसैले काटिरह अनि तिमीलाई थाहा पायो इन्डाइरेक्टली यो मान्छे तिमीहरूको कुरा काटिरहेछ भने केही पनि नगर के त्यो मान्छेको जिन्दगीमा तिमीहरू इम्पोर्टेन्ट भइसक्यो डाइरेक्टली इन्डाइरेक्टली थाहा भयो तर तिमीहरू इम्पोर्टेन्ट भइसक्यो भन्ने कुरा बुझ न यति कसैले तिमीहरूको कुरा काट्दै बस्दैन तिमीहरूको हुन्छ हल्का अरा प्लस भइसकेको कुरामा तिमीहरूको चाहिँ हल्का गामा बेता हल्का प्लस भइसक्यो भन्ने कुरा बुझ के बुझिरहौ नि कोही मान्छे कन्भर्सेसनमा पार्ट हुन सक्नु भने धेरै राम्रो कुरा हो ओके अनि तपाईँलाई यदि यस्तै टाउको न खुट्टा भएको भिडियो हेर्न रमाइलो लाग्छ भने मेक स्योर टु फलो अरू त्यस्तै हो छु मी गाइज